हाहा गाइज ल हाम्रो चाहिँ स्विमिङको यात्रा यहीँसम्म भएको हामी घोषणा गर्न चाहन्छौँ। आजको चाहिँ यात्रा चाहिँ यति नै भयो। यति नै हो। फेरि अर्को भिडियोमा भेटौँला हैन, मस्त अझ रमाइलो गरेर हैन। फेरि परसम्म गर्ने के ए अब हाम्रो यहाँ अर्को पनि हाम्रो एउटा प्लान छ। हाम्रो त्यो प्लान चाहिँ आरु बखडा खाने। यहाँ चाहिँ आरु के अरे आरु बखडा चाहिँ पुरै प्रशस्तै रूपमा पाइन्छ हैन। पुरा जंगलमा आरु बखडा पाइन्छ, मस्त खाने हो। अब तपाईहरुलाई म आरु बखडा भएको ठाउँतिर लान्छु हैन। अनि यस्तै छ हाम्रो युरोप भन्ने ठाउँ चाहिँ। युरोप भन्दा पनि युरोप हो। युरोप हो त्यो सोल्टी हो म हेन्डसम देखिएको नि आज। हो नि सोल्टी। हेर्नु मलाई नि देखाइदिनु नि। हो नि। खतरनाक आहा आहा खतरनाक आहा। अब यिनीहरू टक्कसँगले दुईजना छ यहाँ। टक्क दुईजना गएर चट्ट बिचमा जाने हो खाने हो हैन। अनि त्यसपछि यहाँ यस्तो हाम्रो यो भाडामा रेन्टलीमा लिनु पनि पाउँछ हैन। यही हो। गाडी आउँदैछ पछाडि अगाडिबाट। यसो यो क्र्यास भएको पनि तपाईहरुलाई म देखाइदिन्छु। डुम भनेर म भन्न सक्दिनँ। हामी अब घर जाँदैछौँ। अर्को बाटो जाने। अर्को बाटो जानुपर्छ। यो साला भ्लगरले कसरी हात गर्छ, हात दुख्दो रहेछ त एकैछिनमा। यस्तो त्यो स्टिक हुन्छ नि उनीहरुको। हैन यसरी पनि गर्छ कसैले। हामी सानो भ्लगर हो, सुरुवात गर्दैछौँ हैन। मिनी भ्लगर भिडियो यो फर्स्ट भिडियो हजुरहरुको साममा। फर्स्ट भिडियो तपाईहरुले मस्त गुण पुर्याइदिनु भन्ने आशा छ। मस्त कोका कोला। हामी फेरि कता जाँदैछौँ भन्दा आलु बखडा खाने जानु आँटेको हामी चाहिँ। आलु बखडा मस्त खाइन्छ हैन। अनि यो खाँदै यस्तो राम्रो हुन्छ। ड्युटी भन्ने कुरा त कहाँ नगर्ने भन्ने कुरा त छँदै छैन नि, गर्ने हो नि। ड्युटी भएको यही मजा हुन्छ नि। गयो आयो खायो हैन। यतिको चाहिँ राख्दाखेरि ठिक्क हुन्छ क्या। मस्त अनि ध्वस्त जंगल जस्तो। यहाँ के हो यो खास यसको के को बुटा हो? यो ओलिभ हो। यो ओलिभ हो। ए अलि राम्रो देखाउनु त। ओलिभ यस्तो हुँदो रहेछ हेर्नुहोस् है। मैले देखादिनँ। नेपालमा केपी ओलीले के को बुटो भने जस्तै यहाँ बुटै हुँदो रहेछ ओलिभको चाहिँ। ओलिभको बुटो हुन्छ यहाँ पुरै। के को बुटो भन्नु आथि अरे उहाँले? ओलिभ्स कसले चाहिँ भनेको बुटो चाहिँ भाइरल भएको थियो नि। के अमलाको बुटो भनेको थियो कि क्या? अनि यहाँ हाम्रो हामी यहाँ अमला के भन्छ आरु बखडा खान आयो। यहाँ हेर्नु सक्नुहुन्छ हाम्रो आरु बखडाहरू यहाँ छन्। यस्तोतिर पाकिरा हुन्छन्। खतरनाक रहेछ। खै सोल्टी मैले नि एउटा तान्छु। खै यता देखाउनु त। कति मिठो हो। कस्तो मिठो हो। एक्टिङ गर्नु नि कसो। कस्तो मिठो। ओहो यो हो नि त। त्यो अलि नजिक देखियो नि यहाँ हेर्नु त। यो हो नि त तरिका। अन्त कति मिठो हो। रामन न त म टिप्छु। खतराको नाक छ मिठो छ। हेर्नुहोस् मस्त छ। यहाँ हाम्रो सोल्टीले टिपिरहनु भएको छ। आलु बखडाको पुरै जङ्गलै छ नि यहाँ। यस्तो मिठो छ टक्का पुरै खाने हो। सोल्टी हाल्नु हजुरले दिनुभयो। हजुरले सबै जान्नु ल ल। अब यहाँ चट्ट टिपेर चाहिँ नि टिप्नु भयो। टिप्दैछु।
यस्तो यस्तो ठिक हुन्छ क्या यस्तो यस्तो खालको ठिक हुन्छ यस्तो खालको मार्नु चाहिँ मार्दैन नि यहाँ खेदाउँछन् कि छिटो टिपेर चाहिँ हिँड्नुपर्छ क्या मलाई त भयो तर केटाहरूले खान्छ क्या रुममा हो त्यही भएर मैले टिपेदिएको यतिकै फाल्नुभन्दा त बरु टिप्नु राम्रो नि होइन केटाहरूले लर दिनु पर्यो हेर्नु त यहाँ लटरम्मै फलेको छ पुरै कस्तो यता पैसा 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 आयो पैसा 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 अहिले साउले देखाउने लाट्टाले दिएर बारीका पाचा पुऱ्याउँछ छिटो छिटो गरेर जानुपर्छ एउटा सनाई फुक्ने एउटा घन्टी फुक्ने एउटा फुक्नेले अर्को फुक्नेलाई किन छुक्ने भन्छ नि होइन होइन किन हो पैसा नभेटाइ नि यस्तो युरोप भनेको यही हो पैसा चाहिँ नभेटाइ नि सबै चिज भेटाइ नि यही हो ल जङ्गलमा भेटाइ नि उता समुद्रमा अघि भेटाइहाल्यो अलिकति रमाइलो भयो हल्का रमाइलो ल यस्तै हो जिन्दगानीमा होइन अब हामी हाम्रो जाँदैछौँ ठ्याक्कै अबको 5 मिनटमा रुममा ठ्याक्कै गइन्छ त्यसपछि 10-15 मिनट यसो रेस्ट गरेर त्यहाँ फेरि जोत्न जानु पर्यो जोत्न अरे काँधमा त लाउनु पर्यो होइन होइन काँधमा जुवा लाउनु पर्यो यतातिर फेरि बाहिर पिसा गर्न पाइँदैन भन्छन् युरोपमा होइन पाइन्छ मजाले पाइन्छ तर अलिकति लुकेर पिसाब र हिसाब त क्लियर गर्नु पर्यो नि त तर हामीले फार्म चाहिँ लगभग सकिन्न ठुलै छ यो फार्म यो त ठुलै छ नि हेर्नु त यस्तै हो ल हेर्नु युरोप यस्तै छ युरोप भनेर नआउनुहोस् यहाँ अरू सबै चिज पाइन्छ पैसा पाइँदैन पैसा भन्ने कुरा अलिक गाह्रो छ टिप्नुलाई यस्तो टिप्नु पाइन्छ फेरि यो टिप्नु त फेरि सजिलो छ पैसा टिप्नु चाहिँ गाह्रो छ गाइजहरू ऐसोले पनि हुन्छ यहाँ अब 1-2 महिनापछि हुन्छ ऐसोले चाहिँ अलिकति भित्र हुँदो रहेछ जान सकिएन बाटाको नजिक रहन्छ ऐसोले अलिक गाह्रो छ नि त ऐसोले नामै त ऐसोले ऐसोलेको के अरे काँडाले के हो भने घोचेबरीलाई ल गाइजहरू होइन ल एउटा गीत जाओस् न तपाईँले खतरा गीत आउनुहुन्थ्यो नि गीत भन्दा भन्दै ल के अरे तपाईँको गीत गाउनु कुन चाहिँ गीत भन्नु त खतरा तपाईँले हान्ने एउटा लास्ट चाहिँ मनपर्ने यही कि यही कुन चाहिँ होइन अन्त कुन चाहिँ गीत त नि तपाईँले खतरा निकाल्नुहुन्छ नि भित्रबाट त्यही हान्नु न खतरा भन्नाले तपाईँलाई जुन सजिलो लाग्छ सजिलो लाग्छ भन्नुभएको खतरनाक गीत चाहिँ आउँदैछ है सोल्टीको चाहिँ गीत चाहिँ सुन्नु यो गाना चाहिँ होइन पुरानो गाना हो एकदम पुरानो अनि लास्टमा आएर यो गीत चाहिँ खतरनाक गीत आइदिनु अनि यो गानाको नजिक पनि आइसक्यो अब शीर्षक रहेको छ तिम्रो हर प्रश्नको जवाफ यो चाहिँ अब पहिले नै त्यस्तो केही काण्ड भन्दा नि एउटा केही जीवनमा मेल खानु गएकोले हुन्छ यतिकै दामी हुन्छ गाउँदा हिँड्दा दामी पुग्छ त्यो अरू मान्छेले यो प्राइभेट हुन्छ भालै भएन त्यसको बाउको बाटोमा हिँडेको छैन हामीले यहाँ टिक्स भनेपछि ट्याक्स तिरेको छौँ हामीले यहाँ 250 युरो पो त कम हो 30,000 नेपाली यो बाटो कम्ती हुनु पर्ने अनि ल अनि त्यसपछि मेरो गीतको म गीत चाहिँ यसरी सुरुवात गर्न चाहन्छु है तिम्रो हर प्रश्नको जवाब
मेरो चिठीहरूमा खोज्नु। यदि चित्त तिमीलाई बुझ्दैन भने, यदि चित्त तिमीलाई बुझ्दैन भने, मेरो सामुन्य आएर सोध्नु। तिम्रो हर प्रश्नको जवाब मेरो चिठीहरूमा खोज्नु। धन्यवाद।